गाइस हामी चाहिँ यतिखेर मणिचोट डाँडातिर आछौँ काठमाडौँभन्दा माथि होइन यहाँ चाहिँ हामी टोली छौँ मजाले पुरै यो छ होइन यहाँ चाहिँ टक्क गणेशको मन्दिर रहेछ है गाइस यहाँ चाहिँ हामी टोली नै छौँ यहाँ चाहिँ हाम्रो भाइको जापानको भिसा लागेको छ होइन तपाईँको घर कहाँ अरू कहाँ चाहिँ हाम्रो गुल्मीको मनिषा नेउपाने बहिनी गर्नु त अनि हाम्रो रामेछापीका साथी भाइ मेरो अङ्कलजी अङ्कलजी आन्टीजी उता हाम्रो एकदम प्यारी दिदी ब्युटिफुल यतिसम्म गएर पुग्छ अनि धार्मिक दिदी हुनुहुन्छ हाम्रो यो सोल्टिखाको दोलखाको नेकपा एमालेको कार्यकारी सदस्य हाम्रो आरुघाट गाउँपालिका वडा नम्बर 10 रोशनी श्रेष्ठ दिदी यत्रो नगरौँ यार अहिले आरबीले अहिले गन ल्याएर भुट्छन् यत्रो नगरौँ यार अहिले आरबीले अहिले गन ल्याएर भुट्छन् यतिखेर चाहिँ मस्त लाग्यो होइन सबैजनाले एकदम रमाइलो भएर केक काटिरहेको छन् होइन केक अनि हाम्रो चाहिँ भाइको जापानको भिसा लाग्यो नि त जापानको भिसा लगाइसक्यो भाइ ह्याप्पी माघे सङ्क्रान्ति भन न ह्याप्पी माघे सङ्क्रान्ति के हो यार ह्याप्पी मिल्दैन फेरि फोहोर कहाँ लाने यो फोहोर खाल्न मिल्दैन यहाँ खाल्टा छ नि यहाँ खाल्टा यो लागि बुढा सिकाल लागि हजुर भाइ गर न एकचोटि बुझिदिन्छ नि मसँग रुमाल छ गफ 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 अगाडि यस्तो गर भगवान त हामीलाई नि ध्यान देब्रे हातले खुवाउनु नखाउनु मिल्दैन यतिखेर चाहिँ हामी टक्कै यहाँ मणिचोट डाँडामा गफ 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 आशीर्वाद बाबा पानी खाऊ न चिलाउँछ बेकामले बिचरा यो भाइको के हालत भएको छ दिदी थाहा छ एकदिन हाम्रो गाउँमा बिमा जाँदाखेरि ज्याकेट खोलेर मुखा मारेर आयो कि बिचरा लाजोमा दुईटा हेलमेट लगाएको थियो पहिला त स्कुटर कसरी लड्यो मन्त्रीपट्टि जानु हुँदैन ल ल नेटै चल्दैन कि त्यो सिधै खाउने यसरी कालो आयो कि लास्टै कालो आयो यार मान्छे कालो छ त अनि कमसेकम गग 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 यस गर्दा उदो 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 गर्छ
तिम्रै गाउँकोले त अन्त गप गप उदो 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 गर्ने बिरालोले के गर्छ भने चुलामा चाहिँ यसरी बस्छ र क्या त्यो तातो दिदी दिदी आमा खुट्टा हान्नु न दिदी तिमी किन यस्तो ल ल ठिक छ नि त ठिक छ म नखाला नि त फोटो सोटो खिचिन् न दाइ हाम्रो नि त्यही होइन कस्तो मनमै लाग्यो कस्तो दिलमै चस्स चाहिँ मेरो ड्रेस के भन्छ यो बिकज अन्त यो बिग्राउ तिमी तामा गर मटो बाउन भागबाटै झिकेर हान्यो म जुठो खान्न के गर्यो केन मारे अनि यही हो मासु खाने भनेर मासु आयो मासुमा हालिदिन्छु बिचारा सबै पैसा उसलाई प्लेट किनेको तपाईँले हैन एमालेको कार्यकर्ता हौ मासु खान त ल्याऊ खाऊ एमालेको कार्यकर्ता हौ मासु खान त ल्याऊ खाऊ एमालेको कार्यकर्ता हौ खाऊ एमालेको कार्यकर्ता हौ खाऊ आफ्नो क्लासमा उ लाउने नि आफ्नो ब्लड चिनो चिनो दुईले ल्याएर ठिक गरेको चिज तर एक्लै भयो दुई हल्का यता सर्नु न पनिर खाने कसैले यता सर्नु भने उता गयो त पनिर खाने पनिर मात्रै हालिदिनु भए चाहिँ खाने पनिरै पनिर हो के खा ल जुट हाल्नु हो दिदी अनि कता कता हाल्नु हो खाना खानु तपाईँ तिमीले हेरिहाल्नुपर्छ त तिम्रो नजरै खराब छ क्या बहिनी तिमीले हेरिहाल्नुपर्छ त तिम्रो नजरै खराब छ क्या बहिनी केही भएन छोडिदिनु मान्छेको पछाडि त बस्नै पाउँदैन भन्छु त्यतै बस्नी बसिरहेछन् केही अब चाहिँ हामी खानासाना खाजा खाएर पुरै घुम्नको लागि फेरि अर्को ठाउँतिर गएका छौँ मेरो ब्लाउज त्यसले